कुलवाई भर्सेस युसुफको म्याच है त यो बब्बाल म्याच भयो आज होइन बब्बाल म्याच भइरहेछ है त ल कसले जित्छ है त यता 3,53,000 उता 3,00,000 छ है मोज गरिरहेछन् केटाहरूले मजाले नेपालले जित्छ होला होइन दामी गेम भइरहेछ हेरौँ कसले जित्छ ल 3,54 पुग्यो उतापट्टि 3,08,000 छ मजाले खुसी भएर दुईजना एकदम खुसी खुसी म्युजिकको तालमा होइन खेलिरहेछन् 3,55 उता 3,08 मात्र खेलिरहेछन् हो आइरहेछ ओएमजीले ग्यालेक्सी हानिदिइरहेछन् है ए मिस्टर सिद्ध हो के हो यस्तो खतरा खतरा लेभल 28 को आयो कि यो मोबाइल होइन आइरहेछ अब यो गेम कसले जित्छ है त गाइजहरू तपाईँले हेर्नुभयो कि भएन होइन गेम चाहिँ बबाल छ है बबाल गेम छ गाइज है त ल ओ कुलबाईको त नेपालमा धेरै फ्यान छन् नि त मोस्ट पपुलर मान्छे भनेको अहिले कुलबाई नै होला क्या सायद सबको मनमुटुमा बस्न सफल होइन कुलबाईले ल 3,63 उता 3,08 मात्र छ है त अब बल्ल असली खेल त अब सुरु हुन्छ नि त अब 1 मिनट बाँकी भयो यो गेममा अब 1 मिनट बाँकी भइसकेपछि त यहाँ टक्क ल्याएर अब पेल्न थाल्छ नि त उता 3,08,000 यता 3,64 त अब यो गेम कसले जित्छ हेरौँ है गाइस कसले जित्छ बबाल गिफ्ट त आइरहेछ है अझै 42 अब बल्ल लास्टमा आउने हो क्या स्नाइप हान्दिने हो क्या लास्टमा अब कसले हान्छ कसले सक्छ है लास्टमा चाहिँ बबालै आउँछ जहिले पनि आउनु चाहिँ अब यो म्याचमा के हुन्छ हेर्दै गरौँ है गाइसहरू ल हेरौँ है त कसले जित्छ यो गेम कसले जित्छ अब लास्ट 25 सेकेन्ड लास्ट अहिले खास चाहिँ अझ सुरु भएको छैनन् केटाहरू है लास्ट मिनटमै सुरु हुन्छ जस्तो उताबाट सुरु भयो उता 3,28 3,31 3,34 पुग्यो उता यता 3,67 मात्र छ 3,67 3,34 कुलबाई 3,67 छ है लास्ट 10 सेकेन्ड 3,68 3,46 आइसक्यो उता 3,46 3,47 3 ओ माई गड 3,80 4,13 ओ माई गड 4,68 पुग्यो उता 3,81 है यो गेम जित्यो है गाइस यो गेम जित्यो ल यो गेम कुलबाईले जित्यो भनौँ अथवा नेपालले जित्यो भनौँ होइन नेपाल भर्सेस पाकिस्तान भइरहेछ अनि यो म्याच चाहिँ नेपालले जितेको छ ल नेपालले जितेर अब फेरि यो युसुफ भन्ने चाहिँ यस्तै हावा पारेको मान्छे हो क्या होइन यस्तै अजिब हरकत गर्छ कि हारे पनि अब खुसी भइरहेछ क्या अब अचम्म छैन त गाइज हार्दाखेरि पनि अब एकदम उजै खुसी भइरहेछ अब को खुसी हुन्छ होला हार्दा युसुफ बाहेक अरू कोही खुसी हुँदैन होइन युसुफ चाहिँ पुरै खुसी भइरहेछ अझ बेस्ट अफ 3 हो क्या गाइज होइन अझ म्याच बाँकी छ है सबैजना सक्यो कि क्या हो भनेर नजाउँ अझ अर्को म्याच बाँकी छ खै केटाहरूले अर्को म्याच लगाइहाल्यो हुने हो खै त केटाहरू छिटो गरौँ ढिलो नगरौँ गाइज ढिलो नगरौँ अनि किन यो आवाज नहाल्यो भनेदेखि कपिराइट साइट आइदिन्छ कि यही ल्याङ हुन्छ त्यही भएर यो आवाज हाल्न मिलेन कि त्यही भएर आवाज हालिनँ मैले यत्तिकै भिडियो हालिदिएको छु टक्क लाएर गाइजहरू हेर्नु होला को हेर्न छुट्नु भयो फेरि आवाज हाल्यो भने लास्ट कपिराइट आएर दिमाग खराब हुन्छ कि कपिराइट आउनु त भएन नि त ल 4,68 ट्याक्क लाएर जित्यो है त ऊ थ्याङ्क यू पनि दिँदैछ कि के जापान ग्याङ के हो खत्रै हान्दै थियो होइन अब सुरु गर्न लाग्यो केटा छिटो गरौँ केटा हो कुलबाई ब्रदर छिटो गरौँ छिटो के भन्दैछन् त्यो कुरा छोडिदिउँ छिटो गरौँ छिटो केटाहरू बोली मात्र त कपिराइट लाग्दैन थियो कि साइडमा गीत बजेर हुन्छ अनि त्यो गीत कपिराइट ड्याङ्गै आइदिन्छ कि अनि तनाव हुन्छ त्यही भएर अनि अब अर्को गेम लगा भनिरहेको छ अब सुरु हुँदैछ गाइजहरू ल सबैजना हेर्नु रेडी है त अबको म्याच फुल म्याच अब नेपालले जित्यो भने सकिएको बेस्ट अफ 3 हो यो नेपालले जित्यो भने कुलबाईले जित्यो भनेदेखि अर्को म्याच खेल्नै परेन इनकेस अब युसुफले जित्यो भने 1-1 हुन्छ त्यही भएर नेपाल एकदम अन्डर प्रेसर नेपाललाई प्रेसर छैन है त ल प्रेसर जति सबै पाकिस्तानलाई युसुफलाई है त
हुन त यो युसुफको ओरिजिनल आइडी नै होइन रहेछ, त्यही भएर अलि फलोवर्स चाहिँ 8-9 हजार भन्दा छैन होइन, त्यही भएर पनि कम आएको हो। नत्र त युसुफ भने नि फेरि डेन्जरै हो क्या, डेन्जरै। युसुफ र पत्लुको म्याच हेर्नुपर्छ। कति कोइन आउँछ, कति कोइन आउँछ, प्रत्येक म्याच 30-40 लाख कोइनको म्याच हुन्छ कि। अब यहाँ अझ सुरु हुँदैछ, भर्खर सुरु भयो यहाँ बल्ल लाएर, अनि बल्ल सुरु भयो बल्ल। 59-60 ओ नेपालको 60,000 कुलबाईको उता जम्मा 3,000 मात्र छ। के हो, हार स्वीकारिदियो क्या केटोले? खोइ केही जलुवा देखाउँदैन त। किन जलुवा नदेखाएको केटो? जलुवा देखाउनु पर्यो, जलुवा। ए जलुवा, ए जलुवा, ए जलुवा, ए जलुवा, इसको ए जलुवा, जलुवा। ल खोइ जलुवा देखाउनु पर्यो गाइज। ल ल ल ल ल ल ल खोइ त। अब यहाँ डबल त्रिपल खुल्छ। यहाँ बुस्टिङ लाउनु नमिल्ने गेम हो क्या, बुस्टिङ नलाइ खेलिरहेछन् सबैले। बुस्टिङ लाउन चाहिँ मिल्दैन भनिरहेछन् क्या, दुईजनाले सहमति गरेर बुस्टिङ नलाउने भनेर खेलिरहेको गेम हो। त्यही भएर बुस्टिङ लाउँदैन यसमा, त्यही भएर नो प्रब्लम है त। बुस्टिङ कतैबाट नि आउँदैन, कसैले नि हान्दैनन्। ट्याक्क लाएर स्ट्रेट पोइन्टमा अब सिस्टमको ट्रिपलमा हान्न पायो, डबल खुले डबलमा हाल्न पायो, ट्रिपल खुले ट्रिपलमा हाल्न पायो। नत्र बुस्टिङ लाएर रन्काउँछु भन्न चाहिँ पाइएन। नत्र त फेरि रन्का बुद्धि रन्का गरिहाल्छन् होइन। ट्याक्क ग्लोभ्स हान्दियो, एउटा लाइन हान्दियो भने त अनि 1.5 लाख 2 लाख लेमै पुगिहाल्छ फेरि। त्यही भएर रुल्स राखेर खेलेर राम्रो। अब आधी समय गइसक्यो, 5 मिनटमा आधी 2.5 मिनट त गइसक्यो। अब के हुन्छ, अब 2 मिनट 30 सेकेन्ड छ नि त अझै। खत्रै हान्दियो है, खत्रै। 1-11 भयो एकैचोटि हुँदा है। तर यतापट्टि पनि 2-41 भयो है, यतापट्टि पनि 2-42। ओ माई गड, यता 2-42 भयो, उता 1-12। यो गेम पनि लिड लिइरहेछ। यो गेम पनि लास्टमा ट्याङ्ग लाएर स्ट्याप हान्न सकेन भनेदेखि चाहिँ नेपालले जित्छ, त्यस्तै सम्भावना छ नेपालले जित्ने। त्यस्तै लागिरहेछ सबैलाई होइन त गाइज। जित्छ नि नेपालले, स्योर हो नि होइन। कुलबाई चिलमा अब यस्तै यस्तै म्युजिक बिजुज राखिदिन्छ क्या, अनि ट्याक्क लाएर अनि कपिराइट ड्याङ्ग लागिदिन्छ कि, अनि तनाव हुन्छ। त्यही भएर अनि यो आवाजमा चाहिँ हाल्न मिलेन गाइज। त्यही भएर मैले यहाँ कमेन्ट्री हानिदिरहेको छु, फुल कमेन्ट्री। अब झुर कमेन्ट्री होइन, झुर कमेन्ट्री हानिदिरहेको छु। सबले अब ताली पनि नबजाउनु होला, गाली पनि नगर्नु होला है त। यस्तै यस्तै भयो, यस्तै यस्तै हालिदिएँ, के गर्ने मैले। अब मैले त एउटा युसुफसँग कुलबाईको कन्टेन्ट पाएँ, हानिदिएँ। अब कला गला छैन, के चाहिँ गर्नु र होइन। कला भयो भए आफै लाइभ बसेर होइन पैसा छाप्नुहुन्थ्यो। के गर्ने, कला पनि छैन, गला पनि छैन। त्यही भएर अरूको यस्तो भिडियोमा यसो अलिअलि आवाज जोडिदिने, हालिदिने, त्योभन्दा अरू के नै गर्न सकिन्छ र के कसो गाइज, हो कि होइन गाइज। ल है ल, लास्ट 50 सेकेन्ड, 2:42, 2:47 यताउता 1:12 हो। लास्ट 43 सेकेन्ड है, टाइम सकिन लाग्यो। 40 सेकेन्ड गाइज। ल अब के हुन्छ यो म्याच, यो म्याचले कस्तो रूप लिन्छ त गाइज। 2:48 र 1:12, खोइ 1:12बाट माथि जाला जस्तो लागेन गाइज। खोइ उताबाट स्नाइप हान्छन् जस्तो लागेन, नत्र यतिखेरसम्म हानिसक्नु पर्ने। खोइ हान्ला जस्तो छैन है। अब बुस्टर छैन, बुस्टर नभएपछि स्नाइप आउँदैन होला मेबी। स्नाइप आएन भनेदेखि नेपालले जित्यो यो म्याच। ल है त गाइज। ल 9 8 7 6 5 4 3 2 1 आएन आएन आएन। बरु यतै बनाएछु पेलाउन जस्तो गरेँ, स्नाइप आएन। ल यो गेम नेपालले जित्यो, कुलबाई